एनपीएल सिजन 3 को फरेन प्लेयर वार अफिसियली सुरु भइसकेको छ। कसले कुन प्लेयर ल्याउने त? कसले बिग नेम्स भित्र आउन सक्छ त? सरप्राइज कुरा, 8 टिम्स मध्ये अफिसियली अहिलेसम्म अनाउन्स प्लेयर्स जस्ट 4। अहिलेसम्म सबैभन्दा अगाडि देखिएको छ पोखरा एभेन्जर्स, बंगलादेशको लेजेन्ड सकिब अल हसन र श्रीलङ्काको धनञ्जय लक्ष्मण प्लस कोच अजन्ता मेन्टिस। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले चाहिँ आफ्नो फरेन प्लेयर रुबेन ट्रम्पलम्यानलाई रिटेन गरेको छ। उनले फाइनलमा एकदमै राम्रो प्रदर्शन दिएका थिए। तर बिग सरप्राइज जनकपुर बोल्स। जनकपुर बोल्सले लास्ट 2 सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका युएसए का हरमित सिंहलाई आफ्नो टोलीमा भित्राएको छ। एज अ प्लेयर मात्र होइन, क्याप्टेन। विराटनगर किङ्सले पनि रामके छोले भटोरे भन्ने हिन्ट दिँदै एउटा आफ्नो सोशल मिडियामा भिडियो सार्वजनिक गरेको थियो, तर अझ पनि अफिसियली अनाउन्स चाहिँ भइसकेको छैन। त्यस्तै सुदूरपश्चिम रोयलले पनि एउटा हिन्ट दिएर छोडेको छ र आई थिङ्क मोस्ट प्रोबेबली मेरो विचारमा आई थिङ्क हि इज सेफ जेब। तपाईको विचारमा को होला नि त? कमेन्टमा लेख्नु होला। सो बिलिभ मी, बिग नेम्स आउन अझै बाँकी छ। अक्टोबर 26 देखि नोभेम्बर 21 एनपीएल सिजन 3।